उपयोगिता महत्त्व हाम्रो जीवनमा के हुन्छ? महत्त्व भन्ने कुराको प्रश्न जब जन्मिन्छ अनि हामी भयलाई मात्रै नभएर अरू कुराहरूलाई पनि हेर्नु एकपल्ट कि संसारमा कुनै पनि एउटा नयाँ कुराको जब हामीलाई ज्ञान हुन्छ, प्राप्ति हुन्छ अनि त्यसको सकारात्मक नकारात्मक कुराहरू जब हामी बुझ्न थाल्छौँ अनि हामीलाई त्यसको महत्त्व पनि थाहा हुन थाल्छ। जस्तै मानौ कुनै एउटा नयाँ फलफुल हामीले फल भेटायौँ, पहिला हामीले त्यो खान जानेको थिएनौँ, त्यसलाई खान जान्यौँ अनि यो त मिठो हुँदो रहेछ, स्वास्थ्यको लागि लाभवर्धक पनि हुँदो रहेछ भन्ने जानेपछि त्यसको उपयोगिताको बारेमा हामीलाई थाहा हुन्छ। हामी कन्टिन्यू त्यसलाई निरन्तर त्यसलाई खान थाल्छौँ। आदिमकालदेखि यसरी नै हुँदैका छन्। खानेकुराको आविष्कार, बस्ने घरको आविष्कार र हामीले प्रयोग गर्ने अन्य कुराहरूको महत्त्व उपयोगिता पनि यसरी नै हुँदै आएको छ। भयबादले सबैभन्दा पहिला त आफ्नो भयलाई नै चिनाउने कोसिस गर्दछ। जब हामी आफ्नो भयलाई चिन्छौँ अनि अलिकति उता गएर यो कसरी यसलाई पकाउने हो, कसरी भुट्ने हो, कसरी खाने हो भन्ने कुराको अर्को चाहिँ यसको स्टेप, यसको अर्को एउटा पाइला आउँछ र त्यसमा पनि खानु नै पर्ने हुन्छ। खानै नहुने ढङ्गको भयो भने त खानु भएन, लाउनै नहुने ढङ्गको भयो भने त त्यो लाउनु पनि भएन। अब र यो हामीसँग भएको जो भय छ, यो भय आदिमकालदेखि नै थियो, तर यसलाई वादको रूपमा, सैद्धान्तिक रूपमा र यो सकारात्मक हुन्छ जीवनको लागि भन्ने दृष्टिकोणबाट न कहिले पनि हामीले बुझेनौँ। यो भय तपाईँको अगाडि पनि थियो, अरू मान्छेको अगाडि पनि थियो, तर त्यसरी गम्भीर रूपमा एउटा सैद्धान्तिक आधारबाट न हामी पूर्वकाले सोच्यौँ न पश्चिमकाले सोच्यौँ, तर त्यो हाम्रै अगाडि थियो। यस्ता हाम्रो अगाडि भएका धेरै कुराहरू हुन्छन्, नयाँ कुराहरू हुन्छन् अनि जब पत्ता लागेको दिन चाहिँ त्यो नयाँ हुन्छ र त्यसलाई हामी उपयोगितामा ल्याउँछौँ। यसरी नै भयलाई पनि हामीले अहिले उपयोगिता रूपमा लाने कुराहरू गरिरहेका छौँ। प्रश्न भन्छ कसरी लाने त? अब कसरी लाने? अब यस्ता धेरै प्रकारहरू छन्। सामान्यतया म के भनौँ भने भय हुने स्रोतहरूको बारेमा पनि केही जानकारी हुन जरुरी छ कि हामीलाई कुन स्रोतबाट, उहाँ म्याडमले भन्नुभयो यस्तै सर्पले ठोकेर भएको भनेर प्रश्न हुन जरुरी छ कि शङ्काबाट उत्पन्न भएका भयहरू छन्, धेरै हुन्छ शङ्काबाट भएको भयहरू, रूढिवादी अन्धविश्वासबाट भएका भयहरू धेरै हुन्छन् अनि तपाईँको समाजका केही मान्छेहरूले, त्यही समाजका केही मान्छेहरूलाई लुटेर खाना बनाएका केही संस्कारहरू, त्यसभित्र जन्माएका केही डरहरूले पनि फेरि पनि एक पक्षलाई, ठुलो समूहलाई डर देखाएर सानो पक्षले फाइदा लिने प्रकारका धेरै चाहिँ रीतिरिवाज, संस्कारहरू, नीतिहरू, नियमहरू बनेका हुन्छन्। ती कुराहरू थाहा पाएपछि हामीले अलिकति त्यसलाई उपयोग गर्नुपर्दछ। जस्तै म साना साना केही उदाहरण दिउँ कि एउटा साथी र अर्को साथीलाई पहिला शङ्का भयो, ईर्षा भयो, अहमता पैदा भयो र यसको पछाडि खोज्दै जानुभयो भने अनि त्यसपछि भयहरू जन्मिन थाल्छन्। भय कतिपय अवस्थामा सेन्ट्रल अथवा केन्द्रीय अर्थको रूपमा रहन्छ, कतिपय अवस्थामा सीमान्तकृत अवस्थामा रहन्छ र सेन्ट्रल भयलाई, केन्द्रको भयलाई मोबिलाइज गर्ने, चलाउने भनेको चाहिँ त्यसको मार्जिनल स्रोतहरू हो। मार्जिनल स्रोत भनेको चाहिँ तपाईँको मानवीय स्वभावहरू हुन्छन्, काम, क्रोध, माया, मोह भन्ने सबै कुराहरू जोडिएपछि त्यो भयतिर केन्द्रित रहन्छ र त्यसलाई हामीले कम गर्दै गयौँ जसले हाम्रो जीवनमा हानि गर्दछ। जस्तो मानिलिउँ मसँग चाहिँ अलिकति अहम बढी भयो, अहम बढी भएपछि साथी मसँग चाहिँ टाढिँदै जान्छ, यसको रिलेसन अन्तिममा गएर फेरि पनि भयमा जान्छ र मैले मेरो भयलाई, साथीसँगको सम्बन्धलाई निरन्तर कायम गर्नको लागि मैले आफ्नो अहमलाई घटाउनुपर्छ अलिकति, मेरो ईर्ष्या छ भने ईर्ष्यालाई घटाउनुपर्छ अलिकति, मेरो लोभ छ भने लोभलाई घटाउनु पर्दछ अलिकति। यी सबै कुराले समाजमा एकले अर्कालाई आत्मीय रूपबाट मद्दत गर्ने काम गर्दछ, सहयोग पुर्याउने काम गर्छ। यसको सबैभन्दा ठुलो उपयोगिता भनेको यही नै हो। I am going to give the answer of Ms. Ustika right now. Ustika now, sorry. There is a lot of things who gets exactly what the position you were suffering during the time of examination. Maybe that is not the position of the depression. Some kind of hopeless, some kind of tension,
some kind of stress. There is a lot of things. Combination makes you some kind of fear again. And the result, so just like you got the higher mark in the Assam state, that means you control your fear. During the time of examination, and what kind of fear you utilize in your life? You had a medium size of fear. I used to explain that is medium size of fear. Means if you had a less fear regarding your examination, the result will be that you have to be failed examination. If you had a high fear, you have the stress, your tension, your depression, your hopeless, any word you can use. When it went up again the limit, then again there is the result of unsuccessful examination. You balance all that kind of all the like stress, depression, focus, all you balance, and you use the medium side of the fear during the examination time. As a result, you get a success. This is a good formula for everywhere and everybody. Even in the like somebody is driving a car, same position is the same. Somebody running a business, again same the position. When a businessman driving the car, the driver have a maximum or minimum. There is the chances to be accident. The chances to be accident means fail the examination if you compare the examination side. So we need to keep it always the medium side of fear. That fear, maximum and medium is the creation of the mindset. It is not done by anybody. It cannot be done or forced by anybody. We have to control, we have to balance it ourselves. That is one of the best solution and the best way to success our life. Thank you. मलाई लाग्दछ युटिलाइजेसनको कुराहरू जसले सोध्नु भएको छु त्यसको उत्तर पनि करिब आइसकेको हुनुपर्दछ र थियरिजम क्यान बी थट अफ थियरिजम भन्ने चाहिँ एउटा विचार हुन सक्छ सक्दैन भन्ने प्रश्न सोधेको जस्तो मलाई लाग्दछ। मैले धेरै ठाउँमा यसको उत्तर दिएको छु र धेरै मान्छेले सोधेका छन् भयवाद दर्शन हुन सक्छ कि सक्दैन। यो तपाईहरुको जिज्ञासाको रूपमा पनि आएको हुन्छ, तपाईहरुको मस्तिष्कमा यो चलिरहेकै छ र म दाबीका साथ के भन्छु भने भयवाद विश्वको दर्शन मात्रै हैन, दर्शनहरुको पनि दर्शन हुन सक्दछ। म पनि भन्दछु र केही अरु मान्छेहरु पनि भनिरहेका छन् दर्शनहरुको पनि दर्शन हुन्छ। अब कसरी? मैले यसभित्र डी फिलोसोफी भन्ने एउटा तर्क गरेको छु। दर्शनहरुको विनिर्माण हुन्छ। हाम्रो साहित्यको विनिर्माणको बारेमा त हामीले धेरै सुनेका छौं, तर दर्शनको विनिर्माण भएको बारेमा यहाँले सुन्नुभएको छैन र विश्वमा यो शब्दको आविष्कार मैले नै गरेको हो। र यसको अर्थ यो के हो भने जुन दर्शनलाई, जुन विचारलाई हामीले मान्दै आएका थियौं त्यसको बाटो त अर्कै थिएछ, तर हामीले त्यसलाई अर्कै ढङ्गले मान्यौं। जस्तै म केही उदाहरणहरू दिउँ यहाँहरूलाई। मार्क्सिजमतिर चाहिँ हामी अलिकति मार्क्सिजमको कुराहरू गरौँ एकदमै सर्टमा। वर्ग सङ्घर्ष, क्लास स्ट्रक्चर भनेर जुन हामीले पढिरहेको थियौँ, बुझिरहेको थियौँ, वास्तवमा पहिलो त वर्ग सङ्घर्ष संसारमा कहीँ पनि हुँदैन। मैले यो राजनीतिक भाषाबाट भनेको होइन, दार्शनिक भाषाबाट भनेको। वर्ग सङ्घर्ष मैले आजसम्म देखेको रहेनछु। तर सङ्घर्ष कसरी बन्छ त भन्दा आन्तरिक सङ्घर्ष हुन्छ। पहिलो कुरा आफ्नै दिमागमा सङ्घर्ष चल्छ, मैले यो काम गर्ने कि नगर्ने, म यो ठाउँमा जाने कि नजाने, यो घर किन्ने कि नकिन्ने भनेर चाहिँ एक प्रकारको सङ्घर्ष सुरु हुन्छ। अनि त्यो सङ्घर्ष अलिकति निस्केपछि परिवारमा पुग्छ, श्रीमान श्रीमती बिचमा एउटा सङ्घर्ष चल्छ। भनेको सल्लाह हुनु भनेको पनि एक प्रकारमा सङ्घर्ष हो। श्रीमतीले श्रीमानलाई एक किसिमको आफ्नो सुझाव दिन्छ र श्रीमानको सुझाव र श्रीमतीको बिचमा एक किसिमको तर्कभित्रको चल्छ, यो घर किन्नु पर्दछ भनेर जब हामी चाहिँ सङ्घर्ष गर्छौँ श्रीमान श्रीमतीको अथवा परिवारका सदस्यहरूको अलिकति पर गयो, एउटा निर्णय बन्यो। त्यहाँनिर परिवारबाट एउटा निर्णय बनेपछि अब घर किन्ने भयौँ हामी। घर किन्ने भइसकेपछि अब घर किन्ने बेलामा अरू मान्छे पनि किन्ने हुन्छ, त्यहाँ अब बेच्ने मान्छे हुन्छ। बेच्ने मान्छे र बिचमा हामी बार्गेनिङ पैसामा फेरि सङ्घर्ष गर्छौँ एक प्रकारले। यसरी धेरै समय गइसकेपछि मात्रै हामी वर्ग सङ्घर्षमा पुग्न सकौँला। तर आन्तरिक सङ्घर्ष भनेको चाहिँ तपाईँको एउटै फ्याक्ट्रीमा काम गर्ने मजदुरहरूको
एउटै व्यवसायमा लागिरहेका प्रोफेसरहरूको, एउटै व्यवसायमा लागिरहेका, एउटै राइटिङमा लागेका लेखकहरूको बिचमा धेरै सङ्घर्ष हुन्छ। एउटाले अर्कोलाई काट्नु खोज्छ, काट्दा काट्दा के भन्छ भने डराउने अवस्थाहरू पनि सुन्छ कि मैले उसलाई उठिन्न सकिनँ भने उसले मलाई उठिन्छ, मैले मेरो जागिर बचाइनँ भने मेरो चाहिँ परिवार कसरी पाल्ने, मेरो जिन्दगी कसरी गुजार्ने भन्ने किसिमको सङ्घर्षहरू चाहिँ आन्तरिक सङ्घर्ष हुन्। मालिकसँगको सङ्घर्ष प्रायः विश्वमा कहीँ पनि हुँदैन। त्यस कारणले गर्दाखेरि तपाईँको जुन सङ्घर्ष, जुन सिद्धान्त हाम्रो जीवनमा लागू हुँदैन त्यो सिद्धान्त पनि हामीले विश्वको सबैभन्दा ठुलो सिद्धान्त भनेर मानिरहेका छौँ। तर म तपाईँहरूलाई म फेरि प्रश्न गर्छु कि तपाईँहरूको जीवनमा कहाँनिर भए छैन? तपाईँहरू साँझमा सुत्नुहुन्छ, बिहान उठ्नुहुन्छ, उठेकोदेखि सुतिन्जेलसम्म फेरि पनि दिनभरि तपाईँको जिन्दगीमा यति धेरै भएर आउँछन्। बाटो काट्दादेखि लिएर, काम गर्दादेखि लिएर, बोल्दादेखि लेख्दादेखि लिएर यति धेरै भएर आउँछन् कि भयहरूलाई जित्दै जित्दै, ती भयबाट न्यून हुँदै, कति भयबाट निस्किँदै अनि कतिलाई समाधान गर्दै यो चलिरहने एउटा प्रक्रिया हो। यसलाई बताउने कुराहरू हामी गरिरहेका छौँ। त्यसले गर्दाखेरि भयबाट चाहिँ एउटा दर्शन विचार हुन सक्दछ। र हाम्रो चिन्तामणि सरले क्लासिफाईको कुराहरू गर्नुभएको छ। अब क्लासिफाई भन्नाले चाहिँ मलाई लाग्छ वर्गीकरण हुनुपर्छ। अब यसमा धेरै प्रकारको वर्गीकरणहरूको मैले कुरा गरेको छु। मैले चिन्तामणि सरलाई त किताब नै दिएको छु आज, उहाँले यस बारेमा आफै अध्ययन गर्नुहुनेछ। र वर्गीकरणको बारेमा मैले किताबमा 6 प्रकारको वर्गहरूको व्याख्या गरेको छु र केही नागरिकताको कारणले पैदा हुने भयहरूको बारेमा व्याख्या गरेको छु। केही तपाईँको अर्को जन्मको एउटा परिकल्पना गरेर जुन हामी बाँचिरहेको छौँ, अर्को जन्म सुख पाऊँ भन्ने किसिमका पनि हाम्रा धेरै सोचहरू छन्। त्यसले सिर्जना गरेका भयहरूको बारेमा र वर्तमान युगमा भएका धेरै प्रकारका भयहरूको बारेमा मैले त्यहाँ व्याख्या गरेको छु र चिन्तामणि सरले पढ्नुहुनेछ र यहाँलाई फेरि पनि बताउनुहुनेछ। हाम्रो आदरणीय कालो टोपी लगाउने र सेतो चस्मा लगाउने दादा बाबा निजनले एउटा प्रश्न गर्नुभयो। यो कुरा किताबमा छ। आदिम कालमा देउता थिएन, ईश्वर पनि थिएन, केही पनि थिएन। हामीले नै एउटा डरको कारणले ईश्वर बनायौँ र अब हामी ईश्वर बनाइसकेपछि मुक्त हुने, डरबाट हिँड हुने कुरा गऱ्यौँ। तर हामी फेरि हामीले बनाएको ईश्वरबाट नै फेरि कुरा डराउँछौँ। हामीले बनाएको बमबाट हामीले डराउँछौँ। हामीले जे कुराहरू आविष्कार गर्छौँ त्यो आविष्कार भएर पछि हामीलाई ज्ञान हुन्छ। ज्ञान भएपछि फेरि पनि त्यसले हामीलाई भय दिन्छ। त्यसले गर्दाखेरि ईश्वर एउटा भयो भनेर एउटा परिभाषाको रूपमा मैले किताबमा व्याख्या गरेको छु। ईश्वर मात्रै होइन, तपाईँको धेरै कुराहरू छन् भएको बारेमा। मैले 20वटासम्म यसको परिभाषा भनेको छु र त्यसमा चाहिँ एउटा हो तपाईँको जीवनलाई भयले सञ्चालन, निर्देशन र नियन्त्रण गर्दछ। सरले अघि पनि भन्नुभयो व्याख्याको क्रममा। र क्रिएसन अफ फियरको बारेमा एकजना भाइले निकै राम्रोसँग सोधेका छन्। क्रिएसनको अफ फियरको बारेमा जाँदाखेरि अलिकति हामी गहिराइतिर जानुपर्ने हुन्छ कि दिमाग कसरी बनेको छ, दिमागमा हामीलाई कुनै पनि कुराको ज्ञान कसरी हुन्छ र ज्ञान भनेको के हो र संसारले व्याख्या गरिरहेको ज्ञान के हो र हामी भयवादमा नयाँ ढङ्गले के व्याख्या गरिरहेका छौँ भन्ने कुराको जानकारी हुन जरुरी छ, जो हामीले भयवादमा व्याख्या गरेका छौँ। र मैले त्यही त मैले चेतनासँग जोडेर व्याख्या गरेको छु। चेतना कसरी चाहिँ बढ्दै जान्छ मान्छेको र चेतना सँगसँगै अरू के बढ्दै जान्छ त र त्यसबारेमा पनि मैले केही कुराहरू गरेको छु। र मैले व्याख्या गरेको भयसँग सम्बन्धित कुरा के हो भने चेतना जति बढ्दै जान्छ ज्ञान पनि बढ्दै जान्छ, भय पनि बढ्दै जान्छ। अब चेतना घट्ने कुरा आउँदैन, तर पनि एउटा अवस्था हुन्छ त्यो घट्दै गयो भने भय पनि घट्छ। र यो सँगसँगै तपाईँको शारीरिक बनोट, दिमागको बनोट, एउटा मान्छेलाई एउटै वस्तुले, जस्तो मानव कुनै मान्छेलाई सर्पले तर्साउँछ तर कुनै मान्छेलाई सर्पले तर्साउँदैन। उसले सर्प खेलाउँछ, जस्तै खेलाउँछ, समाएर हिँडाउँछ र खतरनाक सर्प, गोमन सर्पलाई पनि उसले हल्का समाएको हामीले टिभीहरूमा धेरै देखेका छौँ। त्यस कारणले गर्दाखेरि भएका जुन स्रोतहरू छ एउटा मान्छेदेखि अर्को फरक हुन्छ। त्यही भएर एउटा भूतले एउटा मान्छेलाई तर्सायो, त्यही भूतले अर्को मान्छेलाई तर्साउँदैन। एउटा देउताले एउटा मान्छेलाई तर्सायो, त्यही देउताले अर्को मान्छेलाई तर्साउँदैन। त्यसको पछाडिको कारण चाहिँ उसको चेतना, उसको सामाजिक चेतना र उसको शारीरिक मस्तिष्क चेतनाका कुराहरू आउँछन्। र मैले त्यसमा अझै बढी गएर
अर्थहरूको बनावटको बारेमा अर्थहरूको बुझाइको बारेमा पनि व्याख्या गरेको छु कि सर्पलाई तपाईँले कसरी बुझेर आउनुभयो यसमा निर्भर गर्दछ। केही मान्छेले सर्पलाई राम्रो देवताको रूपमा पूजा गरेर आइरहेका पनि हामी भेट्छौँ। अब उसले त्यो देख्ने बित्तिकै ढोक्न थाल्छ, यो पनि एउटा प्रक्रिया हो। उसलाई अलिक डरको मन छ, ढोक्न थाल्छ उसले। र केही मान्छे यस्ता यसले बुझेर आएका हुन्छौँ कि सर्प भुन्ने बित्तिकै खतराको उहाँले भन्नुभयो जस्तो भुनिहाल्छ भन्ने भाग्यले। तर अर्को लाटो सर्पले भुन्दैन नि, नसुन्ने सर्प पनि धेरै हुन्छ, विषालु नभएको सर्प पनि धेरै हुन्छन्। तर उहाँलाई एकपल्ट तर्साइसकेपछि कोही मान्छेले कुनै एउटा घटनाले तर्साइसकेपछि त्यो घटनाको आकार अनुसार उसको भय निर्भर गर्दछ। ठुलो ढङ्गले तर्साएको छ भने त्यसको सम्झना लामो समयसम्म रहिरहन्छ, त्यसको असर दिमागमा लामो समयसम्म परिरहन्छ। तर बिस्तारै त्यो पनि खत्तम भएर जान्छ। म केही कुरा उदाहरण गरौँ। मैले काम गर्ने ठाउँमा 3 जना मान्छेले आत्महत्या गरेँ। मैले काम गर्ने ठाउँमा 3 जना मान्छेले आत्महत्या गरेँ। र सामान्यतया के हुन्छ भने आत्महत्या गरेको ठाउँमा जानलाई मान्छे डराउँछ। यो घरमा आत्महत्या भयो, यो ठाउँमा भूत आयो भनेर भन्यो भने मान्छे डराउँछ। तर हामी त भूतसँग खेल्नु परिसकेका छौँ। आजभोलि राति काम गर्छ हामीहरू र सुनसान ठाउँ हुन्छ, त्यहाँ हिँड्दै जाँदा त्यो भूत आफै लाग्दो रहेछ। हामीलाई बानी भइसक्छ। बानी भइसकेपछि एक किसिमको बानी भन्यो। यसलाई रसियन वैज्ञानिकहरूले पनि यसलाई केही व्याख्या गरेको छ। मसँग अहिले त्यो सबै समय भएन। र बानी भइसकेपछि त्यो आफै हट्छ। तपाईँको खाइरहेको कुरा सुन्नु नमिठो लाग्छ, खाँदैपछि मिठो लाग्छ। कुनै ठाउँमा चाहिँ तपाईँ जानु एकदमै अप्ठ्यारो छ, हिँड्दै गएपछि त्यो सजिलो लाग्छ। र डर भनेको पनि तपाईँलाई आज सर्पले तर्सायो होला, भोलिपछि तपाईँ मलाई अबको 2 वर्षपछि फेरि भन्नु होला तपाईँको त्यो जुन डरको मात्रा घटिसकेको हुन्छ कि तपाईँ अब। तर कहिले कहिले फेरि कुनै मान्छेको अर्कै परिस्थिति बन्न सक्छ। उहाँले कसरी लिन्छ त्यसमा भर पर्छ। त्यसलाई झन् डराउने डर लाग्छ भनेर लिँदै गयो भने त्यसको अर्को साइड इफेक्ट हुन्छ, फेरि डिप्रेसनतिर जाने अरू कारण हुन्छ। कुनै सामान्य समस्यामा कहिले कहिले त्यो समस्याले सोच्दै गयो खेलाइरह्यो दिमागमा। जबसम्म दिमागमा त्यो खेलाइरह्यो त्यो बढ्दै जान्छ अवश्य पनि। एउटा रसियन कथाकारको मैले एउटा कथा पढेको थिएँ धेरै वर्ष अगाडि। उसको केही पनि छैन, यहाँ दाग मात्रै थियो एउटा, तपाईँले पढ्नुभयो होला। मलाई त्यो लियो टाल्स्टयको कथा, लामो कथा छ, 21 पेजको कथा छ त्यो, लियो टाल्स्टयको कथा हो। त्यसमा उसको यहाँ दाग मात्रै भएको हुन्छ, केही पनि हुँदैन। त्यो दाग सम्झिँदै जान्छ, त्यो आफै ठुलो हुँदै जान्छ। अनि कुनै पनि कुरा हामीले जति सम्झिँदै जान्छ त्यसको आकार आफै बढ्दै जान्छ, कसैले बढाउने होइन। र त्यसले हामीले हानिकारकतिर लाँदैछ भने अब त्यसलाई सम्झिन कम गर्दै जानुपर्छ। तपाईँहरूले याद गर्नुभयो होला, डिप्रेसनको रोगीलाई के को औषधि दिन्छ? मैले 2 ठाउँमा गएर थाहा पाएँ। डिप्रेसनको बिरामीलाई स्लिपिङ ट्याब्लेट दिँदो रहेछ। त्योभन्दा अर्को उपाय छैन कि जब ऊ सोच्दै जान्छ, उसको निद्रा हराउँछ, खानुपिउनु भोक तिर्छ, सबै हराउँछ डिप्रेसनको रोगीको। अनि डक्टरले के गर्छ भने तिमी सुत भनेर स्लिपिङ ट्याब्लेट दिन्छ। टाइममा सुत्दै गयो, टाइममा दिनैपिछे सुत्दै गएपछि उसको सोच्ने मात्रा घट्यो नि त। सोच्ने घटना हुँदैदेखि उसको चाहिँ त्यो रोक्नेको हुन्छ। अब त्योभन्दा अर्को उपाय छैन अहिले। त्यस कारणले गर्दाखेरि त्यस्ता कुरा घटनाहरूले हामीले सोचाइ गर्दै बढाउँदै लग्यो भने हामीले नै आफै भोग्ने कुरा हो। जब रात पर्दै जान्छ, कुनै ठाउँमा हामी गएका छौँ, रात पर्दै जान्छ, केही न केही भूतको कुरा सोच्न थालिन्छ, हामी आफै आउँछ त्यो। जब रात पर्दै जान्छ, सुनसान हुँदै जान्छ, अनि ओहो यो चाहिँ किरा फटेङ्ग्रा जस्तो भूत जस्तो लाग्न थाल्छ, सर्प जस्तो लाग्न थाल्छ, त्यो त्यही ठाउँ हो। तर त्यही ठाउँमा तपाईँ जुन हिँड्नु पनि केही पनि लाग्दैन, आफै सोचाइ आउँदैन। त्यतिखेर चाहिँ हामीले त्यो सोचाइलाई चाहिँ अरूतिर बटार्ने हो। अरू त गीत गाएर पनि हुन्छ कि अब के आवाज ठुल्ठुलो सुन्नु कराउने गर्छ नि कहिले कहिले। यसको अर्थ नै त्यो सोचाइलाई अरूतिर टार्न खोजेको हो। यसरी गर्न सक्यो भने त्यो हाम्रो भूतहरू प्रेतहरू आफै भाग्छन् भन्ने मलाई लाग्दछ। र मैले कोसिस गरेँ यहाँको प्रश्नको उत्तर दिनलाई। हुन त सबै म सन्तुष्ट गर्न नसकौँला, तर पनि मेरो कोसिस चाहिँ रह्यो। र अहिले अरू केही छ कि? धन्यवाद प्रवक्ता देश शिवजीलाई। उहाँले तपाईँहरूका जुन जिज्ञासाहरू थिए, जुन प्रश्नहरू थिए, आफ्नो किसिमले उहाँले छलङ्ग पारिदिनु भयो। तपाईँहरू त्यसमा सन्तुष्ट हुनुहुन्छ होला।